हेलो साथीहरू, दर्शन नमस्ते, सेवा अनि सेवारो। आज चाहिँ म दिदीलाई भेट्न जानु लागिरहेको छु। दिदीलाई धेरै भयो नभेटेको, अनि त्यही भएर दिदीलाई भेट्न जानु पर्यो। दिदीको घरमा होइन, म दिदीको पसलमा जाँदैछु भेट्नलाई। अनि साथीहरू एकछिन हेर्दै गर्नुहोस् ल, म दिदीसँग पुगेपछि दिदीलाई पनि हजुरहरूलाई देखाउने नै छु। हस् ल साथीहरू, म चाहिँ दिदीलाई भेट्नु हिँडेँ। अब यहाँ चाहिँ रहेको छ मेरो स्कुटी, तर आज म यो स्कुटीमा जाँदिनँ किनकि मलाई स्कुटी कुदाउनु मन लाग्दैन, अल्छी लाग्छ। यो चाहिँ मेरो स्कुटी हो ल साथीहरू। साथीहरू अब चाहिँ म बिर्तामोड आइपुगेको अवस्था। लगभग म चाहिँ अब दिदीहरूको पसलमा पुग्न लागिरहेको छु साथीहरू। यो चाहिँ रहेको छ हाम्रो बिर्तामोड। ल अब चाहिँ म लगभग पुग्न लागेँ दिदीको पसल साथीहरू। ल फाइनली गाइस, मेरो दिदीको पसलमा आइपुगेँ म। यो चाहिँ रहेको छ मेरो दिदीको पसल, अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो दिदी। नमस्ते। बहिनीको च्यानललाई सब्सक्राइब गरिदिनु भन्नु। नमस्ते। ल जाउनु भयो। अनि यो चाहिँ कोसेली दिदीलाई कोसेली फेरि हेरेर कति रहेछ के ल्याएको यत्रो यहाँको डल्ला। अघि मैले दिदीको पसलमा जान्छु भनेको थिएँ नि साथीहरू। यो चाहिँ दिदीको पसल हो है, आउनु होला किन्नुको लागि। होलसेल पसल हो यो, रिटेलमा पनि पाउँछ, होलसेल धेरै लानुको लागि। अहिलेको भाइरल जामाहरू डेनल होटल लाइन नि दिदी, डेनल होटलको लागि यस्तो छ। यो रिटेलमा पनि पाउँछ, होलसेलमा पनि पाउँछ, क्वान्टिटी धेरै छ यस्तोको। अब कलरमा पाउँछ। अब यो जाडो त हटिसक्यो, अब त चाहिने भनेको धेरै भनेको त यस्तै हो। अनि ल साथीहरू आउनुहोस् है, धेरै कलर राम्रो छ। यो कस्तो राम्रो छ, ठुल्ठुलोलाई पनि हुन्छ यो एकदम। कस्तो भन्नुहुन्छ त्यस्तै जाङ ठुलो भएको राम्रो यहाँको चाहिँ पाउँछ। दिदीको चाहिँ होलसेल पसल हो। यस्तो खालको जामाहरू भाइरल भएको थियो नि, यो पनि पाउँछ सुरुवाल। अनि यता माथितिर पनि छ है साथीहरू, माथितिर पनि छ सुरुवालसँग लाउने टप्सहरू। अहिले त यो कस्तो चलेको छ नि यो खालको टप्स, पुरा केटीहरूले पेन्टमा लगाएर टुङ हिँडिराखेको हुन्छ। यस्तो छ है साथीहरू, होलसेलको लागि चाहिएमा आउनु होला। यस्तो खालको जामा फेरि यस्तो, यो हाफ चाहिँ साह्रो राम्रो मन परेको क्या, राम्रो छ यो, लगाउँदा कस्तो राम्रो हुन्छ। ल हेरेर कुटुटुटुटुटु कुदेर आइहाल्नुहोस् है साथीहरू। लोकेसन चाहिँ बिर्तामोडको डेनल होटलकै आसपासमा छ है साथीहरू। ल आजको मेरो काम अब दिदीसँग बसेर गफ गर्ने, हामीहरू बहिनीको कोसेली खाने। ल हस् त है साथीहरू, बाई बाई। अहिलेलाई बाई बाई भन्दैन दिदी? कोसेली पनि बाई बाई।